बेलुकाको 7:30 भइसकेको थियो हामी निस्किने बेलामा। हामीले चाहिँ पसलहरू बन्द गरेर रेनकोटहरू बोकेर हिँड्यौँ। हामी चाहिँ कहाँ जाँदैछौँ भने यो चाहिँ अस्ति नै ईदको भिडियो हो। ईदको दिन चाहिँ उहाँको साथीको घरमा चाहिँ हामीलाई खाना खान बोलाउनु भएको थियो, त्यही भएर चाहिँ जाँदैछौँ हामी। जाने बेलामा त यसो खाली जानुहुन्न भनेर यसो फलफुलहरू लिँदैछौँ। उहाँहरूकोमा चाहिँ खासमा यस्तो केही नबोकिकन अनि बेलुका छुट्ने बेलामा हातमा पैसा राखिदिँदा नै हुन्छ। तर अब मेरो बानी पहिलेदेखिकै अनि खाली हात जाँदिनँ। अनि यसो अलिअलि कोही सानो आफूभन्दा सानो मान्छे छ भने उहाँको हातमा यसो पैसा राखिदिन्छौँ। हाम्रो चाहिँ अहिले यो चलन छ है। हामी चाहिँ खासमा रामकोट जानुपर्ने थियो। हामी चाहिँ अनि यता सुइजाटार हुँदै गयौँ। उता सितापाइलाको बाटो अलिक जाम होला कि भनेर यता भित्रभित्रै गयौँ। यो एरियामा चाहिँ पहिले म फाइनेन्समा काम गर्दा पैसा कलेक्सन गर्दै हिँड्थेँ नि त। अनि कस्तो याद आइरहेको कि अहिले त कस्तो राम्रो भइसकेको रहेछ। माथिसम्म नै अलिअलि पसलहरू मात्र थियो पहिले, अहिले त कस्तो राम्रो राम्रो पसलहरू खुलिसकेको रहेछ। यता माथितिर चाहिँ दाइहरूको घर है, उहाँ हाम्रो मेरो श्रीमानले काम गर्ने ठाउँको दाइहरूको घरहरू थियो यो एरियातिर। अनि हेर्दै गयौँ। त्यसपछि माथि गएर भ्यू हेरेको कस्तो बवाल देखेको अनि हल्का माथि चाहिँ हल्का जङ्गल जस्तो छ क्या। जङ्गल भन्नाले त्यस्तो घनघार जङ्गल त होइन र पनि ठिकै। अनि बेलुका चाहिँ यो बाटो नफर्किने भनेर हामीले सल्लाह गऱ्यौँ। त्यहाँ चाहिँ अनि दिदीहरूसँग भेट भयो, गफ गऱ्यौँ। अनि त्यहाँ बहिनीहरू पनि हुनुहुन्थ्यो। हामी चाहिँ कारखानामै खानाहरू खुवाउने भन्नुभएको रहेछ। कारखानामै बनाएर कारखानामै खाइरहेको थियौँ, किनकि अब यत्रो धेरै मान्छे थियौँ। अनि रुमहरूमा त झ्याउ हुन्छ नि त, एउटा फ्ल्याटमा त अलिक गाह्रै हुन्छ नि त। बरु कारखानामा भयो भने आनन्द हुन्छ। त्यसपछि खाना खाएर यत्रो पानी पऱ्यो अनि यति बेला चाहिँ बल्ल रोकेको थियो। अनि हामी फर्किने बेलामा चाहिँ 9:30 भइसकेको थियो। अनि सबैसँग बिदा लिएर हामी चाहिँ फर्किँदैछौँ। यस्तो अन्धकार भइरहेको थियो कि अनि आउने बेलामा चाहिँ हामी सितापाइलाकै बाटो हुँदै आयौँ। हेर्नु न कस्तो भइसकेको थियो कि म चाहिँ रेनकोटभित्रै भयो नि भिजेर चाहिँ लुत्रुकै भइसकेको थिएँ। माथिको त्यो टोपी बाँध्न